हेलो गाइज आज चाहिँ हामी हेर्नु टक्क जङ्गल कुण्डली गुफा घुम्न आएको छौँ होइन। बाटो बिर्सिएर कता कता के अलपत्ता छ होइन। अब लास्टमा त्यहाँ पुग्छौँ कि पुग्दैनौँ देखाउँदैछु, हेरिदिनु होला। सानो एउटा भ्लग बनाउँदैछौँ। सो गाइज अझै आइसक्यो यो जङ्गलको बाटो यस्तै हो। आधा केटाहरू 3 जना अगाडि गइसके हामी 2टा चाहिँ यहाँ पछाडि छौँ होइन। अहिले कति बज्यो खै 2 बजेर 47 मिनट गइसक्यो। आएको चाहिँ कति 12 बजेतिर 12 बजे अशुद्ध हुन्छ भन्दै खै रहेछ। फाइनली गाइज यो बाटो भेटियो जस्तो छ होइन। बाटो भेटियो जस्तो छ। अब खै हो कि होइन त्यो पनि फिक्स छैन, तर बाटो हो कि भन्ने एउटा हल्का न सङ्केत मात्रै देखिएको छ। खै जाँदैछ यो बाटो, अब कहाँसम्म पुग्छ के हुन्छ, कहाँसम्म गएर कहाँ अन्त्य हुने हो हेरौँ के हुन्छ। सो गाइज यो बाटो चाहिँ अझ बिर्सिएर कताको के हो खै कहाँ अलपत्र यता छ एउटा बाटो। हामी यहाँ बाटो चाहिँ यो कता यो त यहाँदेखि तल बाटोमा के छ केटा, कता जाने बाटो के थाहा छ कि नै? एकचोटि यो बाटोको लागि चाहिँ विरुद्ध भएन अब हराएपछि के गर्ने त? मच्छर लाग्दैन बसी झन् मच्छर लाग्दैन। पानी अब यताकै बाटो हिँड्यो गाइज होइन। अब हिँड्दैछौँ, अब के हुन्छ उता भेटिन्छ कि नै, नत्र घरतिर फल्सिने भन्ने प्लान छ। हेरौँ इधर दिखाओ। 1 नंबर छट्टू है। आपका परिचय क्या है? नेपाली में सोधा। नेपाली में सोधा। तुम नहीं नाम के हो? 1 नंबर तुतिया इनले हो बाटो सब बिर्साको। ल जाँदैछ केटा। ल लाइक एन्ड सब्स्क्राइब प्लिज। ल हामी 5 जना चाहिँ जाँदैछौँ। यी 1 नम्बर तुतिया भन्ने मान्छे हुन् है। डर चाहिँ मान्ने काम चाहिँ कोही केही नगर, ढुक्क मन। यो कुण्डली गुफा आइसक्यो। यो चाहिँ हल्का पिकनिक सिक्ने आएर खानासाना बनाउने चाहिँ यो एउटा नै पहिला नि डिल्लाले चाहिँ खै भत्काइसकेको रहेछ नि। चुला चुला बनाउन सक्ने। हालत खराब भएर ल कुण्डली गुफा चाहिँ यहीँभित्र छ। अहिले जान्छौँ। सब पसिनाले सब केटाहरू चाहिँ खतम लाटे। ल अब कुण्डलीभित्र गुफाभित्र जान्छौँ। होइन सब ढुक्क मान्ने छ। राम्रो शुभ यात्रा भने जस्तै। यो माथि गएर पहिला यो यत्रो खाल्टो पऱ्यो खाल्टो बोकेर खतरा चिल जस्तो देखियो। यो चाहिँ एउटा रहस्य होइन, एउटा रहस्य हो एउटा। ल ल देखाल्छु यस्तो गुफाभित्र होइन हामी जाँदैछौँ। यति हल्का छ। त्यस्तो होइन, यस्तो शीतल भयो कि गाई झन् यस्तो न पानी चाहिँ नरहेछ यो यहाँ देखाउँदा यो पानी यो धुलादेखि पानी सिधै हाम्रो गाउँमा गएको होइन। यहाँदेखि नै पानी जाने, तर पानी हाम्रो गाउँ यहाँदेखि धेरै टाढा होला। 1500 होला 1500। यो हामी यहाँ गाई चाहिँ सास फेर्न गाह्रो छ यहाँ अक्सिजनको
यहाँ बढी मात्रामा कार्बन डाइअक्साइड पानी चाहिँ रहेछ थोरै रहेछ ऊ साँच्ची सुन्नु यस्तो पानी रहेछ हल्का यो हामी चाहिँ यत्रो ओडा छ होइन एकैछिटै गाई हामी हल्का माथि जान्छौँ हल्का सास थुन्ने जस्तो भयो तर यो भिडियो भन्दा मासुलाई जो आएर हेर्छ आँखाले 7 दिनसम्म सपनामा देखेन कि र म कान काट्न थालिदिन्छु रियलमा डेन्जरस छ आउनु होला हेर्नु सबै कुण्डली गुफा पश्चिम बिजौराको एउटा जङ्गलमै छ दिपेश हेर देखौ न त्यहाँ यो डुबाउने पानी थियो यार जमुना जमुना छ किन फेरि क्याच न है एउटा यस्तो खतरा गाई जान यस्तो त खतरा अब यहाँभित्र देख्नु कति छ कति टाढा फाइनली गाईको हेर्न सक्नुहुन्छ हामी यत्रो ओर्डर लिएर आइसकेको छौं हातले खान ल्यावा नि भातले खान्छन् केटा छ यो त्यो चाहिँ हो है केटाहरुमा हामी यस्तो ल केही भन्नु छ माटामा मर्यो भने उठाएर लगिदिनु कि अरू मेरो यो एउटा फर्स्ट भिडियो कस्तो खतरा भित्र छिट्यो जसरी पनि पुग्छ भने थियो पुग्यो भने गाइस पुग्यो अझ यहाँभित्र कति लामो छ ओडारभित्र जानु डर लाग्छ हेर्न सक्नुहुन्छ खतरा 2-4 जना ऊ त्यो माथि गइसक्यो पात ल्याउनको लागि पातले खान्छन् अरे पानी यस्तो बबा छ पहिला चाहिँ पानी यहाँदेखि आउँथ्यो यहाँदेखि चाहिँ हाम्रो गाउँमा जान्छ पानी लास्ट गर्मी पात ल्याएर चाहिँ आउँदैछन् गोडेश्वर केशव कस्तो महसुस भएको छ अहिले मैले भने त मर्यो भने माथि लगाएर राख्दिनु लास्ट अब चाहिँ पानी सानी खानु पर्यो फोटोसोटो खिच्नु पर्यो त्यसपछि घर जानु पर्यो ओइ टक्क अलग्गै खाए जुठो हाल्नु नहाल यस्तो बबाल छ क्या यहाँभित्र चाहिँ खतरा मूर्तिहरू छन् अरे गाता छैन अब छन् अरे सुनको हो सुनको चमेरा आउँछन् केटा अहिले फेरि हल्ला नगर्छ अरे चमेरा पनि ल कस्तो छ पानी पानी कस्तो छ भने कपिल पानी कस्तो छ कस्तो स्वाद छ क्या तिम्रो जस्तो हुँदा हामी मर्यो भने जाने हो न अगाडि तिमी खानी खाइयो फोटोसोटो खिचिन्छ गाई जान भर्दै जाने माथि हेर्न सक्नुहुन्छ तपाईँ यस्तो गाईको थुन जस्तो छ यो माथि र गाईको थुन होइन है मेरो चाहिँ साँच्चै सोचौला जस्तो मात्रै हो यहाँ भित्र चाहिँ ठुलो ओडार छ भित्रैसम्म छ त्यो माथि चमेरा ल गाई चाहिँ हामी चाहिँ माथि आइसक्यो अब सास छैन नि गाह्रो भयो
अक्सिजनको कमी भयो यार आँखा पनि पोल्यो सकिन्न त आजलाई आधा घन्टा पनि बस्नु सकिन्न 15 मिनट पनि बस्नु सकिन्न त तल 1 घन्टा बस्छु के छ अहिलेको हालत के छ बैराखीको अहिले हालखबर हेलो बैराखी के छ अहिलेको हालत के छ कस्तो भयो अर्को जोडी पनि आउने एक डाक्टरले लेकिन आउनु पर्ला डाक्टर नि अनिलले दियाउँछ के छ डाक्टर निको हालखबर अहिले ठिक छ अहिले के छ म डाक्टर म सबलाई तलबाट हावा दिन्छु बल्ल अहिले शान्त मुटु गएछ मुटुले सास फेर्न पाएको छ मुटुमा अलिकता हावा भरिएको छ अलिकता उनले नाकबाट सास फेर्दैन कि मुटुबाट सास फेर्दैन फोक्सोले अलिकता आराम पाएको छ अघि यस्तो भएको थियो तिमीले देख्यौ भएको त्यस्तो तिमीले त्यस्तो भएको देख्यौ यार भएको थियो भित्र यसरी हेर न भुतु हुनु छाती देखेन यहाँबाट त तम्रो कसो गएको थियो त मेरो भटे हुन्छ यो ठाउँ चाहिँ कस्तो लाग्यो गाइज हैन आउनु होला चौगुने 4 बिजौराको यता कुण्डली जङ्गलमा हो आउनु होला टक्क घुम्नु कस्तो छ आएर एकछिन टक्क घुम्दिनु होला कस्तो लाग्यो तँलाई अब यो ठाउँको हैन आनीबानी हैन कस्तो छ कतिको धौ भयो एउटा राम्रो छ यहाँ भित्र भन्दा नि चली गयो आजकल त गाह्रो हुन्छ गाइज हल्का होसियार भएर आउनु होला आँखा पिरा जा हुन्छ मन्टु दुख्छ सर माथि आएर आराम भन्नु अझै गएर घुम्नु त्यही हो ल अब तँलाई चाहिँ कस्तो लाग्यो यो ठाउँमा कतिको धौ भयो यो ज्यानको भए मान्छे मन्छौँ गाइस अब यहाँ अलि सास फेर्न गाह्रो भयो यहाँ फर्स्टचोटि त होइन पहिला पनि आएको थियो यस्तो होला भन्ने लागेको थिएन बच्चामा आएको थियो अनि बाटो चाहिँ अलि ठ्याक्क थाहा भएन होइन यहाँ निमा हरायो तपाईँले पनि देख्न सक्नुहुन्छ अगाडि यहाँ अरू नेक्स्ट ठाउँहरू पनि छन् हाम्रो गाउँमा होइन यो चाहिँ कुण्डली गुफा हाम्रो चौकुने गाउँपालिका 4 मा पर्छ अनि 5 boys ब्लगर छ च्यानलको नाम चाहिँ सब्स्क्राइब गरिदिनु होला धन्यवाद ल अब यताको के छ ल ठिकै अब अगाडि भयो त अब धेरै भन्थे अब लास्टमा पढ्यो सबै केटाहरूले भनिहाले अब के भन्यो ल राम्रो छ गाइज आउनु होला हजुरहरू पनि अब अलिकता हार्टको प्रब्लम भएको मान्छेहरू चाहिँ नआउनु होला या तलतिर सास पनि अलिकता गाह्रो हुन्छ केटा हो त्यही हो ल सब्स्क्राइब गरिदिनु होला ब्लगर बोय च्यानल हो यो नाम लाग्यो न यो ठाउँ आउँदाखेरि कतिको धौ भयो पर्यो ठाउँ चाहिँ दामी नै छ होइन अब सबैले भनिसके मैले भन्ने बाँकी नै रह्यो तर मैले यहाँको पानी ताको तर पानी चाहिँ एकदम लास्टै नराम्रो रहेछ मेरो चाहिँ त्यसले टाउको दुखायो त्यो चमेरालाई हो क्या भएर होइन चमेराको गुरै छ त्यही भएर पानी नमिठो भएको रहेछ अब चस्मिस दाजुको मनको कुरा भनेले सबैले सब भनिसके अर्को नेक्स्ट भिडियोमा भेटौँला ल अरू पनि गाई त्यस्तै अरू हरेक ठाउँहरू अब बासुधारा त्यस्तै अब यो गडगडी खोलामा जानेछौँ त्यो हुँदा नि खतरा खतरा देखाउँछौँ बाई बाई टाटा नेक्स्ट भिडियोहरु हेर्नको लागि हाम्रो च्यानलमा जोडिनु होला लाइक भन्दा कम नदिनु कमेन्ट नआने भने सक्छ तपाईहरु